हामी सबै रेडी भइसकेका छौँ होइन। अब पर्सो बोकेर मकै लगाउन सुरु। आजदेखि पर्सो बोक्नु स्टार्ट। तपाईँहरूलाई अन्तिम दिन पनि देखाउने छु। यहाँ अब मल बोक्दैछौँ होइन पर्सो। अब मकै बारी दराम यहाँ मान्छे लगिसक्यो हेर्नुहोस् त यहाँ। ओहो अब हाम्रो मात्रै छ यहाँ बाँकी हेर्नु। यो मान्छु यता हाम्रो नरबहादुर, यता हाम्रो भैँसीजी। हेलो भैँसीजी, के छ? हो भैँसी सुजी हो यो। यहाँ अलि यता फल्ने फाल नेपालमा त्यहाँदेखि हो ल्याउने हाम्रो होइन। हाम्रो एउटा सर उता हुनुहुन्छ मल भर्ने। यहाँ यति बाँकी छ न फेरि यत्रो ठुलो यो ढोका बोक्ने रमाइलो छ। पुरा पालुवाहरू पलाएर यस्तो रमाइलो भइरह। हेलो साथीहरू, यहाँ यति फालिसक्यो है। अझै बाँकी छ, मल छैन क्या खासै। अनि 30 मिनटमा यति फाल्दिउँ। अझै बाँकी छ। माथि त्यो खनाएको बोटोसम्म फाल्नुपर्ने। अझै छ, धेरै छ। यी दुईवटा हुन् होइन फाल्ने। हाम्रो जङ्गल गाइस हेर्नुहोस् त। अब यहाँ एकदम ठुलो ठुलो छ है। ढुङ्गा पल्टन लाग्छ छ। कहीँ तल हडमा पर्ला है। कहीँ बाबाजीको हडमा पर्ला। तैँले नजान। थोल तुम नजानु क्या साल दाई। गाई चाहिँ ठुलो छ। कसरी फाल्छन् र अन्त्यसम्म हेर्नु होला है। बाउ बरुको घरमा पर्ला है। उता लादे पनि हुनुहुन्छ है सधैँ।
खुट्टामा आउनु आफू त उता खानु उता सरिरहेको त उता जा खानु म उता जानु छोड्दिनु यतातिर यता बुवा माथि जानु बुवा माथि गाई हेर्नु है अब कसरी पर्छ हजुरहरूले सोच्नुभयो होला यो यत्रो ढुङ्गा कसरी फाल्छन् सोचेर आउनुभयो होला गाई लास्ट समय हेरौँला है जसरी फाल्छन् सिङ्गल होइन सिङ्गल त यहाँ सम्भवै छैन सम्भव छ त यहाँ म बाहेक अरू पर्सेन्ट छैन भन्ने सबैलाई खेल्नु तपाईँ ले हाल्दै डल्लो 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 गयो गाई रोड हुने अब यार रोड ठाउँमा गएर अब प्लेन बनाउँछ यता छिट्टै यता त चिन्ने भइगयो त उहाँले चिने चाहिँ हेर्नु त कुन लागिदिनु पर्ने यस्तरी फाल्यो है गाई